10 बजिरह 5:30मा पुग्नुपर्छ अनि यता आमाहरू हुनुहुन्छ अब म चाहिँ सिधै स्कुल पुगिसकेको छु ल यता चाहिँ मेरो टोरी केटाहरू छ होइन यता चाहिँ हाम्रो क्रिस भाइ अस्ति यसले दामी कुद्यो होइन ऊ त्यो हाम्रो पढाएको ग्याङ साला 3rd क्लास अनि यता चाहिँ मलाई घिसिङ भाइ पऱ्यो यता के अरे ओए चप्पल भाइ यता यहाँ चाहिँ चाइनिज छ टक्क होइन यता चाहिँ हाम्रो क्यामेराम्यान ओहो यता यता टक्क ओ सुशील हेलो गर ओ ढौ हेलो गर हेलो क्यामेरामा केटा सब पछाडि छ होइन म चाहिँ यहाँ छु यता चाहिँ अब म ट्याक्क सिनेमेटिक सर्ट लिन्छु होइन ओए ओ टपर भाइ यता हेलो केही भन्न त सब्सक्राइब गर्नु ल ओए हाई गर्दै हो यता यता हेर डम्बर के हो तिमी तिमी बिहानीको घाम अहिले चाहिँ हामी टक्क यहाँ गल्छीमा होइन यहाँ चाहिँ अहिले हाम्रो नास्ता सस्ता सबलाई जाने उता तल होस् न जाम यहाँ नुहाउने ठाउँ छ त तोरीहरू आइरहेको तोरी इ भमिटर यो होइन गर लास नि त त्यो गरे देखेर हो कि मलाई त्यस्तो यहाँ ट्याङ्की छ यो गेन चोर पछाडि केटाहरू आएर टक्क होइन यता टक्क हामीहरू अर्को ल्याउँछ भनेर झिक्यो है चास फुल थियो है बस्दै लानु नदिएर ल ट्याक्क हाम्रो बस्ती यहाँ छ हाम्रो केटाहरू यहाँ छ होइन अनि अरू सरहरू आएन सर यता हाम्रो सर हुनुहुन्छ सर यता हेलो गरिदिनु यहाँ चाहिँ यिनीहरूले खाजा खाइरह होइन यहाँ चाहिँ के अरे अन्डा छोडाइरह अहिले कुखुराको अन्डा यता यो छ अनि यो यहाँ छ
सबले उठेर केही देखाएन राम्रो हामी टक्क केउलकारमा आएँ ल मनोकामना होइन अघि नै चाहिँ हामीले टक्क हाम्रो माइक्रोलाई नि भेटेको थियौँ होइन चट्टमा लामो के बजार छ होइन उता चाहिँ फेरि अर्को नि भ्लगर छ है अर्को नि तोरी भ्लगरहरू छ कहिले 10:30 बजी कहिले 11 बजी लाग्छ होइन बन्दीपुरमा अहिले चाहिँ हामी टक्लक्क मुगलिन बजार है ल यताडि चितवन यताडि हाम्रो गोर्खा अनि पोखरा सोरा सबै त है सिलैमा झपकै सानीतिर जिउरेर रपकै जहिले मनपर्ने कहिले काली मनपर्ने कहिले ओए सबिन यता सबिन हाई गर्दैन त के पछि साली मन पर्यो ससुरा बा मलाई साली मन पर्यो ससुरा बा मलाई साली डब्बर राज्यो मन पर्यो अगाडि चाहिँ हाम्रो सर हुनुहुन्छ टक्क होइन अनि अहिले चाहिँ सबजना शान्त छ यता क्रिस ओ क्रिस बाबु हेलो गर्दै सर हुनुहुन्छ अनि उता अर्को सर सुधिरहनु भएको यता प्रिन्सिपल सर अब चाहिँ हामीहरू बन्दीपुरतर्फ बन्दीपुरमा खाना लाग्यो यसले त खान्छ उता हाम्रो इङ्ग्लिस पढाउने सर हुनुहुन्छ अमाते सर हेलो सर सर यता हेर्नु नि यता यस्तो छ टक्क बन्दीपुरमा है हामी टक्क बन्दीपुर बजारमा सरी यस्तो छ अरे इडली आस्तो भन्नु भने इडली आस्तो भएन बन्दीपुर बजार यस्तो छ बन्दीपुर बजार है यस्तो दामी यही टिममेटसँगै त छु नि गान्डु
तिमीले ढाँडो कसैले टिमेट गोरो रहेछ यार बारेमा त कालो मोची लाएर यहाँ चाहिँ सबै कल्चरको ड्रेसहरू लगाएर फोटोहरू खिचेर है यस्तो यस्तो होइन दामी र होइन राम्रो र अनि ब्युटिफुल बजारहरू कुनै पनि छैन जस्तो लाग्यो मलाई अहिलेसम्म है अहिलेसम्म मैले देखेको चाहिँ है यस्तो दामी छ यार दामी छ अब चाहिँ हामी गोर्खा बजारबाट होइन बन्दीपुर बजारबाट टक्क बाहिर निस्किसक्यौँ होइन कहाँ माथि ल ल ल ल ल अहिले हामी गाडी भन्दै त कहाँ हो? अनि अहिले हामी के हो अहिले चाहिँ हामी टक्क गोर्खा बजारमा होइन अब चाहिँ हामीहरू म्युजियम जान्ला यता सब लाइन छ जहाँ पछाडि केटीहरूको लाइन छ होइन अनि टुपी र म टक्क नकिन अहिले पर्दैन बेलुका तिमी गिरह त पसल कुरकुरे खाने बेला चाहिँ चाहिन्छ ल ल अनि यता चाहिँ हाम्रो गाडीको अङ्कल हुनुहुन्छ टक्क अब म चाहिँ म्युजियममा गएपछि भेट्छु होइन हामी म्युजियमभित्र एन्टर गऱ्यौँ होइन टक्क यस्तो हो बाहिर चाहिँ पृथ्वीनारायण शाहको डुप्लिकेट भर्जन हुनुहुन्थ्यो को चाहिँ थाहा छैन जियोस् पृथ्वीनारायण शाहको डुप्लिकेट भर्जन अनि अहिले चाहिँ हामी टक्क यहीँनिर छौँ यो चाहिँ हाम्रो पृथ्वीनारायण शाहहरूको तोप है टक्क तोप दामी यहाँनिर यो टुपीलाई हालेर उडायो भने त काठमाडौँ नै पुग्छ होला यार यता नि तोप मोबाइल त खिच्नु टोप मिलिहाल्छ नि फोटो खिच्नु भिडियो Ancient thing of Gorkhelis. अहिले नि यिनीहरू युज हुन्छ नि थाहा यो के हो चाँदीको यसको काम के हो यो चाहिँ डोली लाने बेहुलाले बेहुलीलाई लानेवाला डोली यो चाहिँ कल्चरल ड्रेसहरू नेवार कुन चाहिँ ड्रेस हो तामाङ जातिको भिडियो खिचेर त मनाइ छैन ओ है हामी टक्क गोर्खाको पृथ्वीनारायण शाहकोमा पैसा खस्यो यस्तो धनी छौ है यस्तो 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 धनी छौ तै उफ्रिँदा खस्यो भाइ म उफ्रिँदा खस्यो खोइ कस्तो हुन्छ खोइ देऊ नि देऊ यहाँ देऊ
धनी यस्तो हुन्छ अरे है ल केटा हो ल अब चाहिँ हामी चाहिँ अब बेलुका रमाइलो गर्नलाई के अरे गर्ने बेलामा भेट्छौँ होइन अनि यता चाहिँ मेरो केटाहरू भइहाल्यो ग्रुपमा होइन ल बाबु नानीहरूलाई जुन तरिकाले हामीले जसरी सोचेका थियौँ मेरो कक्षा 9 को बाबु नानीहरू चकचके छ यस्तो छ हुन्छ तर सोचे भन्दा धेरै राम्रो मैले पाएको छु किनभने आएको म्यामहरूले पनि गर्ल्सहरूको रिपोर्टिङ साह्रै राम्रो दिनुभएको छ त्यो भएर म्यामहरूले चाहिँ भेरी गुड मार्क्स दिनुभएको भएर मैले बोइज र गर्ल्स दुवैलाई चाहिँ आजसम्म हामीले भेरी गुड मार्क्स दिएका छौँ सो वी आर ह्याप्पी आजको हाम्रो यस यो बेलुका रात्रिकालीन हाम्रो कार्यक्रममा चाहिँ आज हाम्रो पाको उमेरको पाको कारणले गर्दा हाम्रो शर्मा सरलाई चाहिँ यो कार्यक्रममा अध्यक्ष हाम्रो दिवाकर सरलाई पनि अगाडिपट्टि बस्नको एलिसा श्रेष्ठ म्याम एलिसा श्रेष्ठ म्याम शिव सरलाई पनि एकचोटि बोलाउनु पर्यो शिव सरलाई पनि र हामी आज चाहिँ हामीले गर्न खोजिरहेको चाहिँ खास हाम्रो विद्यार्थी भाइ बहिनीहरूको प्रतिभाको खोजी है प्रतिभाको खोजी तिमीहरूको चाहिँ आफ्नो भएको प्रतिभा गीत गाउने नाच्ने हामी यो कार्यक्रममा गरिरहेका छौँ त्यो भएर टुपीको त मैले देखेँ नमस्ते सबैजनामा आज हाम्रो भएको शैक्षिक यहाँ निटुरमा हाम्रो धेरै राम्रो भएको थियो हाम्रा विद्यार्थी भाइ बहिनीहरूले यहाँ मेरा साथीहरूले राम्रो व्यवहार र अनुशासन काम गर्नुभयो उहाँहरूले नराम्रो गतिविधिहरू कुनै पनि गर्नु भएन यो शैक्षिक भ्रमणमा हाम्रा साथी कक्षा 9 का विद्यार्थीहरूको राम्रो गतिविधिको कारणले सफल भएको छ यस्तै आजको जस्तै गतिविधि भोलि होस् भनेर म चाहन्छु ठगरी ब्लगर छ होइन अनि अब चाहिँ हामीहरू सुत्नु लाग्यो अनि जो जो न्यू हुन्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि आजले यति नै बाई बाई भन्दै सर कुनले पनि